सम्मको अध्यक्ष श्री देवप्रसाद आचार्यज्यूलाई अध्यक्षताको ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रमुख अतिथिको आसन ग्रहण गर्नको लागि म मेचीनगर 4 का वडा अध्यक्ष श्री अर्जुन कुमार कार्कीज्यूलाई अनुरोध गर्दछु। यहाँ विशेष अतिथिको रूपमा हुनुहुन्छ हाम्रो समाजसेवी सतेज सुपारी अभियन्ता पनि भनेर म चिनिन्छ। उहाँलाई विशेष अतिथिको लागि सतेज सुपारी नेपाल सुपारी उत्पादक सङ्घका अध्यक्ष नीलकण्ठ तिवारीज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। हाम्रो पूर्व जनप्रतिनिधि वडा सदस्य श्री निर्मला गौतमज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नुको लागि अनुरोध गर्दछु। त्यसै गरी यसै वडाको वडा सदस्य श्री धनमाया कोइरालाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नु। त्यसै गरी हामीलाई 3 दिनसम्म यहाँहरूलाई केही सिकाएर होइन साथ दिनुहुने हाम्रो प्रशासक श्री दिल्ली खटवाडाज्यूलाई पनि अनुरोध गर्दछु। तपाईँहरूसँग यहाँका राजनीतिक दलहरूसँग यहाँका अगुवा किसानहरूसँग नागरिक समाजहरूसँग हामी छलफल गरेर नै सबैको भावना अनुसार चाहिँ यो काम गर्छौँ। मान्छेहरूलाई चाहिँ भ्रम छरेर भ्रमको भरमा चाहिँ जाने भन्दा पनि एउटा यथार्थ मार्गमा गएर यसको वास्तविक फाइदा कसरी किसानहरूले लिन सक्छन्, कसरी यो समुदायले लिन सक्छ भन्ने कुरामा हामी इमान्दारिता नगुमाइकन लागेको कुरा पनि यहाँहरूलाई सुनाउँदै फेरि पनि विशेष गरेर दिल्ली सर उहाँसँग चाहिँ हाम्रो फेसबुकमा पनि कुरा भइरहन्छ। म उहाँको सबै गतिविधि हेरिरहन्छु। हाम्रो म अहिले यहाँबाट चाहिँ म हरिशरण सरलाई पनि सम्झन चाहन्छु। हरिशरण बानिया सरलाई उहाँले चाहिँ यो कार्यक्रम हाम्रो संस्थालाई लिनु आँखाबाट भन्नुभयो। तर मैले चाहिँ अब यो अलिकति प्रक्रियाहरू झन्झटिलो भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ नगर कर्मचारी कर्मचारी बहिनीहरूबाट नै आयोजना गरेर यो कार्यक्रम गरिएको छ। कार्यक्रमले तपाईँहरूले केही न केही लाभ लिनुभएको छ। म एनके सरले एउटा सुझाव दिनुभयो, मलाई लाग्छ म गाउँघरमा अहिले बाक्लै हिँडेर पुग्ने गरेको छु। तर उहाँको सुझाव अनुसार म सबै जनप्रतिनिधि साथीहरूलाई टोलका साथीहरूलाई पनि बेला बेला हामीलाई पनि बोलाइदिनुहोस् र हामी त्यो सरले भने जस्तो यो उपयोगिता कसले कति राम्रो गरेको छ यसपालिको बजेटमा सरलाई पनि निवेदन गरेँ, साथीहरूलाई पनि म निवेदन गर्छु। यसपालि जैविक कृषि जसले राम्रो गर्छ त्यसलाई हामी एउटा पुरस्कार पनि व्यवस्था राख्नेछु। त्यसो गर्दाखेरि तपाईँहरूलाई चाहिँ अलिकति एउटा हक बोल्छु। हामी परेसाबारी मेरो अलिकति विज्ञता भएको हाम्रो सन्तोष भाइसँग मेरो धेरै छलफल हुन्छ किसानमा। उहाँले पनि धेरै कार्यक्रमहरू यसो गरौँ दाजु भन्नुहुन्छ, उसो गरौँ भन्नुहुन्छ, कार्यक्रमहरू ल्याउनुहुन्छ। र अहिले यसपालि हामी एउटा बिउ बाँड्ने चलन छ। अस्ति कोही बिउ कम्ती हुने, कोही बिउ नउम्रिने, मार पनि फेरि जनप्रतिनिधिले खानुपर्ने। यसो भएकोले हामी यसपालि परेसाबारी भनेरै बजेट छुट्याउँछौँ। 25वटा टोलमा छुट्याउँछौँ। थोरै भए पनि त्यो अभ्यास तपाईँहरूले गर्नुहोस्, एउटा सहमति बनाउनुहोस्। म त प्रत्येक टोलमा तपाईँहरू एउटा सानो किसान घर बनाउनुहोस् होइन। बरु त्यसमा चाहिँ अलिअलि पैसा हामी पनि थपिदिन्छौँ। एउटा किसान घर बनाउनुहोस्, त्यहाँ आफ्नो उत्पादनहरू राख्नुहोस् टोलमा। आज चाहिँ तारा दिदीको टोलमा चाहिँ करेला फलेको छ भनेदेखि माथि आल्लाईको चाहिँ टोलीमा हाम्रो के अरे कमल भाइहरूकोतिर चाहिँ हिरौँला हुनसक्छ। यो आदान प्रदान हुन्छ। यो यसरी बिस्तारो गाउँलाई चाहिँ आफ्नै बनाउनुहोस् है। यो नक्सल जाने, उताबाट ल्याउने, किनेर खाने थुप्रै छ नि त। त्यस्तो बल्ल पनि टोलमा चाहिँ एउटा घैला राखिदिनुहोस्। त्यहाँ त्यो घैलाको पानीको महत्त्व थुप्रो रहेछ। त्यो घैलाको पानी चाहिँ गिलासमा धोएर यसो थाल्दाखेरि पनिरले खाँदो रहेछ, चराहरूले खाँदो रहेछ, विभिन्न जीवहरूले सुस्तो रहेछ। त्यो हाम्रो पुर्खाहरूले सोचेको धेरै कुराहरू एकदम गहिरो वैज्ञानिकता छ क्या भित्र ल गहिरो वैज्ञानिकता छ। त्यसो भएकोले यसो यो सबै काममा हामी जुटेर स्वस्थ समाजको निर्माण गरौँ। यी बिरामी हुनुभएका यो खानपान संस्कृति बिग्रेर चाहिँ हाम्रो जुन कमजोर भएका मानसिकताहरू यी सबै चाहिँ ठिक ठाउँमा ल्याउनको लागि सबैले यो अभियानमा लाग्नुहोस्। तपाईँहरू अभिभावकहरूप्रति, किसान साथीहरूप्रति, बुहारी भाउजूहरूप्रति र अगुवा नागरिक साथीहरूप्रति विशेष हार्दिक धन्यवाद दिँदै विशेष गरेर यो कार्यक्रममा म यो वडाको अध्यक्ष भए पनि आज चाहिँ हामीले देवी दाईलाई यो कार्यक्रमको अस्तिदेखि जिम्मा दिएकोले उहाँकै अध्यक्षतामा कार्यक्रम भएको छ। म वडाको तर्फबाट विशेष गरेर जिल्लाको छ लगायत हाम्रो दिल्लीजी र तपाईँहरू सबै सहभागी साथीहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै आगामी दिनमा अझै यसलाई चाहिँ प्रभावशाली बनाउनको लागि तपाईँहरू निर्मलाजीसँग छलफल गर्नुहोस् र कति बजेट चाहिन्छ दिल्ली सरले पनि त्यसलाई सहयोग गर्यो। अर्को पल्ट चाहिँ योभन्दा अझ राम्रो गर्नको लागि के गर्नुपर्छ त्यो बजेट हाल्नको लागि पनि हामी तत्पर रहेको यहाँहरूलाई जानकारी गराउँदै मेरो भनाइहरू हुँदै गर्छु। मलाई यहाँ बोलाएर मेरो आवाजहरू पस्किने र तपाईँहरूले सुन्ने धैर्यता राख्नुभयो त्यसको लागि धन्यवाद।